ल भन्नुहोस् न। यो गहुँ डिसेम्बर 1 मा छरियो, सोइङ गरियो। हजुर। त्यसपछि यसलाई चाहिँ 21 दिनमा सिँचाइ दिइसकेपछि, पहिलो सिँचाइ दिइसकेपछि मेरो इरिगेसनको ट्रायल हो, त्यस कारणले यसलाई मैले 21 दिनको सिँचाइ पछाडि फेरि 40 mm इभापोरेसन लस भएपछि सिँचाइ दिएको। यो 1 2 3 4वटा प्लट। 1 यो 2 यो 3 त्यसपछि अगाडिको 4वटा। यो 4वटा प्लटमा तपाईँको 40% इभापोरेसन लस भएपछि 40 mm 40 mm इभापोरेसन लस भएपछि सिँचाइ दिनुभएको। लगभग कति दिनको अन्तर भयो होला सिँचाइ? पहिलो 21 दिनको सिँचाइ दियो, त्यसपछि यो 40 mm इभापोरेसन लस हुन हिउँदको सिजन भएको कारणले चाहिँ कम्तीमा 20-21 दिन लाग्यो। 20-21 दिन पछाडि। योभन्दा अगाडिको यो प्लटमा चाहिँ नि तपाईँले कस्तो तरिकाले दिनुभयो यसमा? यो प्लट चाहिँ खास यो 80 mm इभापोरेसन लस भएपछि, पानी लस भएपछि सिँचाइ दिनुपर्ने प्लट हो। यसमा धने अब उसमा पहिलोचोटि दुईचोटि पानी दियो, तर यसमा चाहिँ पानी दिने बेलामा सिँचाइ फेरि बारिस भइदियो, त्यही कारणले बिना पानी एकैपल्ट मात्रै सिँचाइ दिएर यसलाई एकपटक मात्र सिँचाइ गर्नुभएको छ अहिलेसम्म? दुई पटक सिँचाइ गर्नुभएको छैन? परेन। खास यसलाई हामीले कस्तो भनौँ, कति एम लस भएपछि मात्र सिँचाइ गर्ने हो खास? हामीले 21 दिनमा सिँचाइ दिइसकेपछि 80 mm पानी चाहिँ यहाँबाट लस हुन्छ, इभापोरेसन लस हुन्छ, त्यसपछि बल्ल सिँचाइ दिनुपर्ने थियो। सिँचाइ नै पानी नै आइदियो, बारिस भइसकेपछि अटर लग। यो चावडा प्लट होइन, यो लगायत 1 2 3 4। यो चावडा प्लट यो 80% इभापोरेसन लस भएपछि होइन? 80 mm यो प्लट चाहिँ 4वटा भयो। अब यो प्लटको बारेमा भन्नुहोस् त। नै यो प्लट त हुने हो, यहाँदेखि उतापट्टिको चाहिँ फेरि यहाँ यो प्लटदेखि अब फेरि यहाँ अलग यहाँदेखि यतापट्टिको प्लट। तपाईँले पहिलो सिँचाइ कति 21 दिनको अन्तरमा गर्नुभएको होइन? हामीले 21 दिनमा पहिलो सिँचाइ दियो। 21 दिनमा दिइसकेपछि यसको चाहिँ त्यसपछि 21 दिन पछाडिको चाहिँ हामीले यहाँ मेट्रोलोजिकल स्टेसनबाट लिएको डाटा अनुसार चाहिँ जब 60 mm इभापोरेसन लस हुन्छ पानीको या फिल्डबाट, त्यसपछि अनि यिनमा चाहिँ सिँचाइ दिएको यो 12वटा प्लट। त्यसमा कति 60% इभापोरेसन लस? 60 mm 60 ml भनौँ न, मिलिमिटर लस भएपछि सिँचाइ दिनुपर्ने। यसको डिफ्रेन्स कति आउँथ्यो होला? हामीले 40 mm दियो पहिलो सिँचाइपछि 21 दिनमा, त्यसपछिको 10 दिनमा यसलाई दियो भनेको। यसलाई चाहिँ फेब्रुअरी 4 मा चाहिँ सिँचाइ दियो हामीले। भन्नाले 10 दिनको अन्तरमा लगभग पर्न हुन्छ यसको। पछाडिको चाहिँ 20 mm पानी चाहिँ 10 दिनमा चाहिँ लस हुँदो रहेछ। यो 4वटा प्लट होइन? यो चाहिँ उडी प्लट हो। यो चाहिँ हामीले यसमा चाहिँ हर्बिसाइड कुनै पनि प्रयोग गरिएन। यो चाहिँ विडी प्लट हो। तपाईँले हर्बिसाइड पनि प्रयोग गर्नुभएको छैन यसमा? हर्बिसाइड र इरिगेसन सेड्युलिङका दुईवटा चाहिँ कम्बिनेसन थियो। हजुर। इरिगेसन सेड्युलिङमा हाम्रो 21 दिनको सिँचाइ पछाडिको 40 mm 60 mm र 80 mm को 3वटा ट्रिटमेन्ट थियो। हजुर, यहाँ तपाईँले त यो बिचमा बहुत धेरै जग्गा खाली राख्नुभएको छ, यसको के कारण के हुनसक्छ बताउन सक्नुहुन्छ कि? यसलाई चाहिँ खास भन्दाखेरि यसलाई चाहिँ बफर इरिगेसन सिस्टम भन्छ। कुन चाहिँ यसलाई चाहिँ मेन चाहिँ अगाडिको यसलाई चाहिँ इरिगेसन मेन च्यानल हो, सब च्यानल भयो क्यानलबाट आउने, र यसलाई चाहिँ बफर भन्छ दुई साइडको। हजुर। अब हामीले मेन च्यानलबाट आएको पानीलाई चाहिँ पहिला बफरमा लिएर आउँछौँ, र यो प्लटहरू हाम्रो चाहिँ 60 mm 40 mm 80 mm को प्लटहरू छ। ट्रिटमेन्ट 3 किसिमको छ, त्यो कारणले हामीले जहाँ पानी दिने हो त्यहीँनिर चाहिँ प्रयोग गरेर चाहिँ सिँचाइ दिन्छ। त्यही कारणले हामीले यो बफर चाहिँ बनाउनु परेको। हजुर, यो खास इरिगेसन सम्बन्धी ट्रायल भएकोले यो बफर बनाउनु परेको। सोइल मोइस्चर इरिगेसन सेड्युलिङ सम्बन्धीको तपाईँको विचारमा तपाईँले रिसर्च गरे अनुसार, तपाईँले अनुभव गरे अनुसार तपाईँले के थाहा पाउनुभयो यसमा कि कति % मोइस्चर लस हुँदाखेरिको प्रोडक्सन सिँचाइ दिँदाखेरि कस्तो प्रोडक्सन हुँदो रहेछ भन्ने कुरो, ग्रोथमा कति डिफ्रेन्स पाउनुभयो यसको? तपाईँले यहाँ अहिले हामीले फिल्ड हेर्दाखेरि पनि देखियो। हजुर। 40 mm मा जो इभापोरेसन लस छ त्यसमा चाहिँ 2 फेर सिँचाइ हुने, एउटा चाहिँ बेसिक सिँचाइ हुने कारणले त्योमा चाहिँ धेरै उत्पादन हुने देखियो। हजुर। ग्रोथ डेभलपमेन्ट राम्रो छ। यो 60 mm मा पनि राम्रो देखियो, तर 80 mm इभापोरेसन लस हुनेमा चाहिँ यो प्लटहरूमा लगभग उत्पादन चाहिँ यो 40 mm को तुलनामा चाहिँ 50% कम हुने। मतलब ग्रोथमा कुनै डिफरेन्स छ? टिलरिङमा हल्का प्रभाव परिरहेछ? 20-25 वटा टिलर छ जो 40 mm मा सिँचाइ दिएको भने, यसमा चाहिँ
यसमा केवल 4-5 वटा मात्र टिलर छैन? 1 2 3 4 5 6 7 वटा टिलर छ। यो अझ धेरै नै हो। यो कति 80 mm लस 80 भएपछि mm, इभापोरेसन लस भएपछि दिएको। यो फेरि हाम्रो 60 यो 60 होला। 60 mm। यसमा कतिसम्म लगभग टिलरिङ होला त यसमा? यसमा टिलरहरू नर्मल्ली गर्दाखेरि हामीले 1 2 3 4 5 6 7 8 9 वटा भनौँ। यो त उइट छ 9 वटासम्म टिलर यसमा देखियो भनौँ न नर्मल्ली। नर्मल्ली एभरेजमा भन्दाखेरि 9 वटा भन्दा धेरै छन् जस्तो लाग्छ है देख्दाखेरि। राम्रै छ। एकदम साइडको उ गर्दाखेरि 9 वटा भएको न त धेरै जस्तो लाग्छ देख्दाखेरि। एकदम भनौँ न धेरै नै भएको जस्तो देखिन्छ। उसमा 4 वटा छ भने यसमा 9 वटा भनेको। अरू तपाईँले विडिसाइड पनि प्रयोग गर्नुभएकोले विडिसाइडको प्रयोग कस्तो देख्नुभयो भन्नाले कुन विडिसाइडले धेरै इफेक्ट देखायो कि कस्तो तपाईँको विचारमा? मेरो ट्रिटमेन्टमा चाहिँ अब मेरो एडभाइजर सरले दिएको सल्लाह अनुसार काम गर्दाखेरि सल्फोरान मेट्रोबिउजान कुन प्लटमा सल्फोरान प्रयोग गर्नुभएको छ तपाईँलाई केही जानकारी? सल्फोरानको प्लटहरू 3 वटा चाहिँ हर्बिसाइडहरू छ। हजुर। त्योमा एउटा 1 नम्बरमा चाहिँ सल्फोरान थियो, हजुर। 2 नम्बरमा मेट्रोबिउजान थियो र 3 मा चाहिँ मिथाइल सल्फोरान। हजुर। अरू केही भनौँ न तपाईँको विचारमा केही भनौँ न यसबाट के उपलब्धि भनौँ न पाउन सक्नुहुन्छ तपाईँले? मेरो विचारमा त मैले अब आफूले चाहिँ ब्याचलर पढ्दा अहिलेसम्म चाहिँ खेतीपातीमा यो हर्बिसाइडहरू प्रयोग गरेको अनुभव चाहिँ थिँदै थिएन। कुन हर्बिसाइडको धेरै इफेक्ट भयो भन्ने कुरो तपाईँलाई अझै भनौँ न तपाईँले अनुभव देखे अनुसार इफेक्ट त देख्नुभयो होला। कसको प्रभाव कतिसम्म पर्दो रहेछ, कति विट कन्ट्रोल गर्न सकिँदो रहेछ भन्ने कुरो? सल्फोरानको प्लटहरू चाहिँ विटमा खास सल्फोरान नै उत्तम जस्तो मानियो यसको देख्दाखेरि हामीले प्रयोग गरेर हेर्दाखेरि 3 वटा विडिसाइड प्रयोग गर्दाखेरि। सल्फोरानसँगै मेट्रोबिउजान मिसाइदिएको भए चाहिँ अझ राम्रो हुँदो रहेछ, किनभने यसले ग्रासी विड प्लस ब्रोडलिफ दुइटैलाई चाहिँ मार्दो रहेछ मेट्रोबिउजान र सल्फोरान प्रयोग गरेर। हजुर साह्रै खुसी, गर्दाखेरि हजुर साह्रै खुसी लाग्यो तपाईँले यो जो तपाईँको रिसर्च यसको बारेमा बतायो भनौँ सुन्दाखेरि। यो तपाईँको सम्पूर्ण यो तपाईँको रिसर्च फार्मको म भिडियो लिँदैछु, तर विट धेरै राम्रो छ। तपाईँलाई धन्यवाद। थ्याङ्क यू मिस्टर। जे भयो नि तपाईँले गरेको जुन थेसिसको वर्क छ यो सन्तुष्ट, मलाई चाहिँ जस्तो भयो नि सन्तुष्ट लागेको छ कि धेरै राम्रो गर्नुभएको छ मेरो विचार अनुसार। भनौँ न मैले देखेँ अनुसार तपाईँको प्रोडक्सनमा पनि तपाईँको इफेक्टहरू जुन देख्नुभएको छ र तपाईँले जुन तरिकाले बताउनु भयो मलाई साह्रै खुसी लाग्यो र राम्रो छ। थ्याङ्क यू ढकालजी। नमस्ते।